हेलो एन्ड नमस्ते सबैजनालाई के छ सबैजना आरामै हुनुहुन्छ नि हजुर सबैजनालाई चाहिँ स्वागत छ अनफिल्टर्ड सो सिजन 2 को एपिसोड 2 मा र म चाहिँ हजुरहरूको होस्ट मन्दिप म चाहिँ सङ्गम के छ त एपिसोड 2 मा ह्युज अनाउन्समेन्ट टकिङ अबाउट अनाउन्समेन्ट्स लास्ट विक चाहिँ एनाउन्स भएको थियो द्याट दी नवाज अन्सारी इज कमिङ टु अकल्यान्ड न्युजिल्यान्डमा सो गेट रेडी अबको एटमोस्फियर चाहिँ बवाल हुनेवाला छ अकल्यान्डको यही नोभेम्बरमा अनि लाइक मलाई चाहिँ सबैभन्दा मनपर्ने गीत भनेको चाहिँ बोल माया हो नवाज अन्सारीको मलाई त माग्ने बुढाको हो यार बोल माया त त्यो मादल बजाएर के ए बाँधेर इन्ट्रोड्युस गर्छ नि त्यो छ क्या बवाल लाइक होइन त्यो पनि छ तर लाइक त्यहीँबाट आएको हो नि त सबैभन्दा धेरै सुनेको अनि टिकटकमा सबैभन्दा धेरै हाइटमा गएको नि त्यही जस्तो लाग्छ मलाई अरू पनि छ झन् त मलाई चाहिँ सबैभन्दा मैले चाहिँ धेरै उ गरेको मलाई चाहिँ पर्सनल्ली चाहिँ ढाका टोपी मैलो चाहिँ सही मनपर्छ होइन अनि जसले पनि हेरिराख्नु भएको छ हजुरहरूलाई नवाज अन्सारीको चाहिँ कुन गीत सबभन्दा मनपर्छ त्यो चाहिँ कमेन्ट गरिदिनुहोस् विल डेफिनेटली रिप्लाई दिस एन्ड सबैजनालाई एउटा इम्पोर्टेन्ट मेसेज यति छ कि सो अकल्यान्डमा हुन गइरहेको छ र हजुरहरूले चाहिँ ओहो हामी त अकल्यान्डमा मात्र सो हुने भयो क्राइस्टचर्चमा हुने भएन अब वेलिङटनमा हुने भएन त्यही त कतै कति हुने भएन होइन त्यो नभनिकन चाहिँ ओहो देयर्स गन बी वान सो अफ नवाज अन्सारी इन अकल्यान्ड त्यसमा चाहिँ हामी जानुपर्छ त्यसमा चाहिँ हामी सबैले सपोर्ट गर्नुपर्छ र नवाज अन्सारी दाइलाई चाहिँ हामीले देखाउनु पऱ्यो कि ओहो न्युजिल्यान्डको नेपालीहरूको चाहिँ यस्तोसम्म युनिटी रहेछ उनीहरूले चाहिँ यस्तो बवाल क्राउड लिएर आयो भन्ने त्यो त गराउन सक्नु पर्यो नि त सबै लाइक अब प्रोग्रामहरूमा त सबै एकजुट भएर लाइक जाँदा त रमाइलो हुन्छ नि त्यही त सबैजनाको सपोर्ट चाहिन्छ होइन के अरे त्यही भएर एकदम ठुलो आर्टिस्ट आउँदै हुनुहुन्छ न्युजिल्यान्डमा लेट्स गेट रेडी लेट्स मेक हाम्रो रिलहरू बनाउन सुरु गरौँ स्टोरीहरू बनाउन सुरु गरौँ होइन अब हामी पनि विल स्टार्ट क्रिएटिङ रिल्स अनि कन्टेन्ट यताउति सबै हाम्रो पनि सुरु हुन्छ क्या अब अब बिस्तारै सो यस द्याट वाज द बिगेस्ट एनाउन्समेन्ट आजको अनि आज चाहिँ इट्स गन बी बिट डिफरेन्ट हाम्रो पहिलो स्टोरी चाहिँ सङ्गम इज गन स्टार्ट आज चाहिँ मै अगाडि भन्छु ल ओके मसँग आएको स्टोरी भनेको चाहिँ मलाई जापानबाट एकजना दाइले पठाउनु भएको थियो यो स्टोरी भनेको पनि त्यही जस्ट रिलेटेड टु अब लभ होइन धोका इट्स अल अबाउट दिस होइन कुन चाहिँ दाइले धोका खानु भन्दाखेरि यहाँ धेरै हुनुहुँदो रहेछ मलाई थाहा थिएन कि पहिला लाइक जस्ट म यहाँ सो स्टार्ट गरेँ नि त्यसपछि मलाई थाहा भयो कि एकदम मान्छेको अराउन्डमा यति धेरै सिटिङ धोका लाइक यस्तो धेरै हुँदो रहेछ भनेर नत्र मतलब मलाई केही थाहा थिएन लाइक यति धेरै हुन्छ भनेर चाहिँ थाहा थिएन थाहा थियो तर यति धेरैसम्म पनि हुन्छ भनेर थाहा थिएन उहाँले चाहिँ पठाउनु भएको थियो उहाँ चाहिँ जापान बस्नुभएको धेरै लामो समय भएको रहेछ अनि उहाँको पास्ट रिलेसनसिप सक्सेसफुल नभएर चाहिँ उहाँ नेपाल जानुभएको रहेछ बे गर्नको लागि अब अफकोर्स एरेन्ज म्यारिज होइन लास्ट अप्सन है केटा हो सबको लास्ट अप्सन चाहिँ त्यो हुन्छ है अरेन्ज म्यारिजको लागि लाइक केटा केटी दुवैको त्यही त हुन्छ अनि नेपाल जानुभएको रहेछ अनि अब केटी पनि खोज्नुभयो मम बाबाले अब बे गर्नुभयो होइन त्यो त एरेन्ज म्यारिज त हो लाइक त्यस्तो धेरै केही हुँदैन नि त लाइक क्विकली नै भयो अनि बिहा गर्नुभयो 2-3 महिनापछि दुवैजना जापान फर्किनु भयो के अरे उहाँ चाहिँ पहिला जानुभयो अब भिजा उ गर्दा टाइम लाग्छ नि त 2-4 महिनापछि फर्किनु भयो जापान दुवैजना अनि जापान फर्केको 2-3 महिनासम्म त ठिकै नै थियो होइन अनि 2-3 महिनापछि चाहिँ लाइक मोबाइलहरू पनि एकदम हुन्छ नि कसैले चलाइदिएला कि जस्तो गर्ने क्या केटीले अनि छुन पनि नदिने नछोड्ने 24 घन्टा मोबाइलमै झुन्डिने काम पनि त्यस्तो धेरै नगर्ने लाइक उसले गर्नुपर्छ भनेको पनि थिएन सायद किन भन्दा आफूले अब धेरै टाइमदेखि बसेको मतलब पर्दैन नि त त्यसरी गर्नको लागि उसले त्यसरी गर्न पनि लाउन थियो अरे उहाँ त्यो दाइले अनि त्यसपछि के अरे त्यस्तो अब हुँदै गएपछि त अब अफकोर्स खटपट त भइहाल्छ नि त्यो रिलेसन राम्रो नभएपछि अनि त्यस्तो हुँदै गएपछि नि एक्कासी उस केटीले चाहिँ म नेपाल जान्छु मलाई नेपाल पठाइदिए भनेर भन्यो क्या त्यो भनेको त अब सकिङ भयो नि त घुम्नलाई कि फर्किन्छु नै के लाइक फर्किन्छु पछि म जे गरे नि गर्छु लाइक उसको त अब भिजा पनि भइहाल्यो नि त अनि म फर्किन्छु म बस्दिनँ यहाँ अहिले भनेर उसले भनेपछि के भएछ भनेर उसले बुझ्न खोज्यो क्या अनि सुरुमा त केटीले भन्ने केही
खोजै थिएन अनि लाइक अब अति नै भएपछि फोर्स अब केटाले नि फोर्स गर्यो नि त किन चाहिँ रिजन त चाहियो नि त विदाउट एनी रिजन त अब भएन नि त अनि त्यस भएपछि अनि त्यो केटीले अनि भन्यो क्या लाइक ऊ चाहिँ उसको एक्ससँग टच रहेछ अनि उसले त्यो बेलामा भन्यो कि ऊ चाहिँ लाइक उसले चाहिँ फ्यामिलीले नै बे गर्नको लागि फोर्स गरेको टाइपको कुराहरू सेयर गरेछ क्या जबरजस्ती बिहा गराइदिएको लाइक आई डोन्ट नो जबरजस्ती त हुँदैन होला नि त्यस्तो अहिलेको हुँदैन अहिले टाइममा पनि लाइक अहिलेको टाइममा त जबरजस्ती हुँदैन पहिलाको टाइममा नि जबरजस्ती हुँदैन गर्दिनँ भने चाहिँ गर्दिनँ त भइहाल्यो नि होइन उसले चाहिँ त्यसरी भन्यो मतलब फ्यामिलीले गरेर बे गरेको अनि म चाहिँ मेरो एक्सलाई नै धेरै माया गर्छु आई स्टिल लभ हिम म चाहिँ रिटर्न हुन्छु म बस्दिनँ यहाँ म खुसी छुइनँ भन्ने टाइपको कुरा गरेँ कि अब त्यस्तो बिहापछि बे गरेको 4-5 महिना 5-6 महिना यस्तै पछि क्या लाइक त्यो भनेको त केटाको लागि त सकिङ भयो नि त त्यो त सोच्दै नसोचेको एकदम टाढाको कुरा भयो होइन अनि के अरे त्यस भएपछि अनि अब उसले त्यही पनि हेऱ्यो अनि 1 महिनासम्म अनि त्यति हुँदा पनि उनीहरूको रिलेसनै राम्रो भएन नि यस्तो राम्रो नभएपछि त भएन नि त कसरी बस्नु दुवैजनाको मेन्टल हेल्थ पनि त हेर्नु पऱ्यो नि त भनेर अनि उसले पठाइदियो नेपाल अनि ऊ नेपाल गयो अनि ऊ नेपाल फर्किसकेपछि चाहिँ त्यो दाइ चाहिँ क्वाइट डिप्रेस्ड होइन इभन हस्पिटलाइज सुद्धा हुनुभएको थियो भनेर चाहिँ भन्नुभएको थियो क्या अनि त्यस्तै अब त्यस्तै भइराख्यो त्यस्तो भएपछि अब उहाँ बिस्तारै आफूमा वर्क गर्दै हुनुहुन्छ कि मुभ अन हुनको लागि अनि ऊ केटी नेपाल गयो त्यसपछि अब केही थाहा भएन उसले के गर्यो के गरेर उसलाई छोडिदिनु भयो अनि लाइक इट्स मिन्स अब आई डोन्ट नो लाइक कसरी भन्ने होइन यो भनेको त आफूलाई थाहा हुन्छ नि त 20 वर्ष होइन अहिले त लाइक अलिकति टाइममै थाहा हुन्छ कि के सही के गलत लाइक गर्दिनँ भनेपछि गर्दिनँ लाइक आफ्नो इन्टेन्सन त आफूलाई थाहा हुन्छ नि त कसैको प्रेसरमा आएर त केही गरिँदैन नि त अनि त्यो चाहिँ लाइक मलाई चाहिँ अलिक उसलाई हेर्दाखेरि त कस्तो केटीकै ऊ जस्तो छ नि त केटी केटा भन्दा पनि दुवैजनाको हुन्छ तैपनि त्यो लाइक केटीले चाहिँ मोर आफूलाई इन फ्रन्ट लाइक कन्फेन्स नगरेको उसले अगाडि नै भनेको भए त बे पनि केही हुँदैन थियो नि त त्यो यति लामो नै पार्दैन थियो नि त होइन उसले त अब भन्न नसकेर नभनेर नै त हो सायद मेबी उसलाई अब विदेश जान पाउँछु भन्ने थियो कि लाइक के भएर उसले ओके भन्यो आई डोन्ट नो बट लाइक त्यस्तो भएको रहेछ क्या उहाँको चाहिँ अनि लाइक मेरो मतलब लाइक सर्ट रिलेसन अथवा के भन्छ यसलाई अब ओभरअल भनेको चाहिँ मेसेज होइन त्यही हो लाइक विदेशको लागि अब आफूले लङ टर्म सोचेको छैन भने यत्तिकै लाइक आफू फिक्स नभइकन चाहिँ ओके नभनेको राम्रो अगाडि नबढेकै राम्रो त्यही हो मैले भने त्यही इट डजन्ट जस्ट डिस्ट्रोय टु पिपल्स लाइफ होइन इट डिस्ट्रोयस टु फ्यामिलीज के यो कुरा चाहिँ एकदम बुझ्न जरुरी छ होइन कस्तो लाइक के सोचेर बे गरेको हुन्छ नि बे गर्दा त कति धेरै मान्छेहरू आएको हुन्छ लाइक कि टक्सिकै हुनु पर्यो केटाले पिट्ने कुट्ने यस्तो हुन्छ नि त कि यस्तै हुनु पर्यो होइन यस्तो रिलेसनमा त बस्नु भएन लाइक त्यो नर्मल एक्सको फेरि माया लाग्यो भने त छोड्नु त भएन नि त यो भनेको त इट्स क्वाइट लाइक यस्तै कि आज एउटाको माया लाग्यो त्यसलाई बिहा गरिदियो भोलि माया सकियो त्यसपछि छोड्यो अनि फेरि अर्कोलाई बिहा गरिदियो होइन यस्तो मैले चाहिँ मेन रिजन अहिलेको जेनेरेसनमा चाहिँ के देखेछु भन्दाखेरि द मेन रिजन यो सबै वेस्टर्नाइजेसन भएको पनि जस्तो लाग्छ मलाई होइन अब मान्छेले भन्छ नि त के अरे हाम्रो आमा बुबाको जेनेरेसनमा कहाँ थियो त यो सबै कुराहरू रेयरली कहिले कता कता सुन्न पाउँथ्यो क्या त्यो पनि अति भएर मात्र सुन्न पाउँथ्यो क्या अहिलेको जेनेरेसनलाई के छ दे वान्ट टु गेट म्यारिड फर इन्स्टाग्राम होइन इन्स्टाग्राम टिकटकमा रिल हाल्नलाई फोटोसुट गर्नलाई एउटा बिहा गरेको छ 4वटा फोटोसुट गर्छ बिहाभन्दा अगाडि नै इङ्गेजमेन्ट डे भनेको छ प्री वेडिङ भनेको छ पोस्ट वेडिङ भनेको छ के भनेको छ ल इट्स फाइन गर क्या त्यो सबैलाई होइन इफ यु फिल लाइक द्याट्स योर स्पेसल डे होइन त्यो सायद सबैलाई स्पेसल नै हुन्छ होइन you have every right to celebrate all of those stuff होइन but you don't get married for that के त्यो म फोटो खिच्न पाउँछु मेरो चाहिँ ओहो मेरो हस्बेन्डले चाहिँ यो गर्छ मेरो वाइफले चाहिँ यो गर्छ त्यो गर्छ होइन क्या म्यारिज भनेको एउटा रेस्पोन्सिबिलिटी हो होइन लिन सकिँदैन भने सकिँदैन क्या नाइ भन्न सकिन्छ क्या बिफोर यु स्टेप इन्टु इट यु अलवेज हेभ अप्सन टु से नाइ होइन र जति ढिला नै भए पनि होइन मेबी त्यो स्टोरीमा पनि अब केटीले चाहिँ कन्फेस गर्यो नि त उसले अझै ढिलो गरे भए अझै ड्यामेज बढी हुन्थ्यो क्या धेरै ड्यामेज हुन्थ्यो नि ढिला गरेको भए अनि अहिले चाहिँ किन त यार म त यो स्टोरीहरू सुन्छु यति धेरै मेसेजहरू आउँछ सबै आउँछ भन्छु नि मैले यस्तो गर्यो उसले यस्तो गर्यो यो केटीले यस्तो गर्यो यो केटीले हजुर भन्छु नि मैले मलाई थाहा नै थिएन कि लाइक यो यस्तो यति धेरै लाइक अस्तिसम्म मलाई थाहा थिएन कि बाहिर यति धेरै लाइक लभ लाइफको कुराहरू यति धेरै हुन्छ लाइक यस्तो टाइपको धोकाहरू लाइक हुन्छ नि
मैले के आइडिया थिएन जस्ट अब अलिअलि त भइ नै हाल्छ तर यति धेरै म्यासिभ रूपमा बिहे गरिसके पछाडि पनि यति धेरै हुन्छ भनेर मलाई आइडियै थिएन म चाहिँ यस्तो भन्छु कि लाइफ हेर होइन अति सर्ट छ क्या लाइफ होइन एकदम मलाई थाहा छ र म भोलि बिहान उठ्छु भनेर तिमीलाई थाहा छ नो वान नोज कतिखेर के कसैले हुन्छ कसैले कन्फर्मेसन दिन सक्नुहुन्छ कमेन्टमा लेखेर कि ओके म भोलि बिहान चाहिँ म उठ्छु भनेर कसैले भन्न सक्छ सक्दैन नि लाइफ त्यस्तो फ्रेजाइल छ होइन अनि वेन युआर इन योर 20s होइन अल यु निड टु डु इज फोकस इन योर करियर लभ पनि चाहिने कुरा हो म नचाहिने कुरा हो भन्दिनँ होइन तर लभ भनेको चाहिँ लाइफको यस्तो एस्पेक्ट हो कि होइन एकचोटि त्यो मलाई यसले माया गर्छ यसलाई म माया गर्छु भनेपछि नि यु स्टार्ट फोकसिङ अन फ्युचर क्या त्यहाँसम्मको फ्लेक्सिबिलिटी दिन सक्नुपर्छ क्या आफ्नो पार्टनरलाई चाहिँ जति बेला नि घर गएको छ क्याङ 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 गरिरहेछ अनि एउटा के अरे केटा मान्छे काँगो रक्सी खाएर ढलिरहेछ अनि केटी मान्छे कसको घर गएर कुरा काटेर बसिरहेछ होइन द्याट इज नट वाट म्यारिड लाइफ इज सपोज टु बी होइन हो अप्स एन्ड डाउन्स हुन्छ धेरैजनाको लाइफमा आफूले वर्क गर्ने अनि रिलेसनसिपमा झगडा नहोला भनेर कसले भन्न सक्छ र कसले पत्याउँछ र भने पनि मेरै मम्मी बुवा पनि के अरे अब सानोमा झगडा गर्नुहुन्थ्यो त झगडा गरेर जातैतिर बाबालाई खाना खाना बोलाएर आइज यताबाट चाहिँ जात मम्मीलाई पैसा दिएर आइज हो त्यो त्यो हामीले पनि हेरिन्छ होइन अहिले सोच्दाखेरि हामीलाई रमाइलो लाग्छ क्या किन भन्दाखेरि सानोतिनो त नोकझोक भइहाल्छ जसको नि त्यही भने अनि जस अरूको लाइफसँग अलिकति चाहिँ खेल्न चाहिँ हुँदैन होइन अब सबैजनालाई हजुरलाई हजुरको जति माया लाग्छ अरूलाई पनि आफ्नो ज्यानको त्यति नै माया हुन्छ होइन अनि लभ भनेको चाहिँ यस्तो कम्प्लिकेटेड र सिम्पल कुरा हो कि होइन त्यही क्या दुइटै वर्ड हो क्या लभ बिहे दुवै इट्स भेरी सिम्पल बट इट्स कम्प्लिकेटेड क्या त्यस्तो छ क्या यो शब्दहरू चाहिँ होइन हो चलाउन जान्नेलाई स्वर्ग छ चलाउन नजान्नेलाई नर्क छ र सायद यो कुरा गफ गर्न सुरु गर्यो भने या त 2 घन्टा जान्छ यही टपिकमा अनि जस यस अब त्यो जापानको जो पनि दाइ हुनुहुन्छ किप फेथ अब लाइफमा जति जे कुरा पनि हुन्छ सायद केही न केही कुराको लागि हुन्छ होइन अनि हजुरले अहिलेसम्म अब यति करेज लिएर आफ्नो स्टोरी बाहिर लिएर आउनु भयो होइन र त्यो कुरा गर्न पनि धेरै लाग्छ क्या त्यो करेज हुन्छ नि त्यो अति धेरै करेज लाग्छ क्या अनि सायद दाइले मैले चाहिँ त्यो जुन कुरा सुने नि मलाई त्यसबाट चाहिँ के लाग्छ भन्दाखेरि हि डजन्ट वान्ट एनीवन एल्स टु गो थ्रु विथ इट त्यही भएर त्यो हुन्छ त्यही भएर चाहिँ लाइक अब एरेन्ज म्यारेज मतलब एरेन्ज म्यारेज सबैको नराम्रो हुन्छ भन्ने पनि नै बट स्टिल यु हेभ टु टेक टाइम के लाइक कोसँग एरेन्ज म्यारेज गर्दैछ उसँग चाहिँ टाइम लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब अहिले त अब त्यसमा चाहिँ आई डोन्ट हेभ एनी टेक्स होइन तर मुभिङ अन माया धेरै भयो यहाँ माया धेरै भइरहेछ हाम्रो एपिसोडहरूमा माया धेरै भइरहेछ यो मेसेजहरू पनि यतिसम्मको एक्सट्रिम लेभलमा आउँछ होइन यो यसले चिट गर्यो यसले धोका दियो यसले यो गर्यो एक्स्ट्रा त केही छँदै छैन कति फुर्सद यार हामीलाई यार है एक्स्ट्रा नै छैन नि लाइक हुन्छ नि त कसैको घरमा परेको झगडा भन्नु होइन अलिक इन्ट्रेस्टिङ हुन्छ सो यस किप सेन्डिङ मेसेजेस है अनि अब अर्को कुरा चाहिँ इट्स नट एन स्टोरी इट्स अ रियल लाइफ कुरा अनि आई थिङ्क आई सुड स्पिक अन इट आई वान्ट टु से समथिङ अबाउट यो कुरा पनि होइन अनि यो कुरा हो राइस पाइस डाइस कन्ट्रोभर्सी इन न्युजिल्यान्ड कति के थाहा छ तिमीलाई त्यसको विषयमा मैले टिकटकतिर चाहिँ देखेको थिएँ कन्ट्रोभर्सी चाहिँ अलिअलि मैले त अलिअलि होइन मैले त अति देखेको थिएँ लाइक फेक आइडी बनायो भने पनि भिडियो बनाएको पनि देखेको थिएँ मैले हो र फेक आइडीबाट उनीहरूको कमेन्ट्स डिलिट गर्यो एप्रुभ गरेन खै के भनेर अनि अर्कै आइडी नै बनाएको थिएँ जस्ट फर द्याट मेबी आई डोन्ट नो एक्ज्याक्टली चाहिँ मैले देखेँ मात्रै थिएँ पछि गएर हेर्दा नि हेरेन मैले सो यस राइस पाइस डाइस न्युजिल्यान्ड राइस पाइस डाइस अस्ट्रेलियाको जो पनि ओनरहरू हुनुहुन्छ म यति एउटा कुरा चाहिँ भन्छु कि yes you have the right to fight for your brand you have the right to fight for your right thing हजुरलाई जे सही लाग्छ you need to fight for it होइन हजुरहरू गर्नुहोस् हजुरहरूको यो जे पनि छ नामको यो त्यो के गर्नु छ गर्नुहोस् होइन म दुवैजनालाई यति भन्छु कि राइस पाइस डाइस न्युजिल्यान्डले चाहिँ हामी राइस पाइस डाइस आयो भनेर खुसी छैनौँ क्या हामी चाहिँ
वी हेभ अ पर्फेक्ट नेपाली ग्रोसरी स्टोर एउटा सिटीको लोकेसनमा जहाँ चाहिँ मेन स्टुडेन्टहरूलाई सजिलो हुने भयो. द्याट्स अ रियली बिग थिङ क्या. मैले त्यही भएर आई सपोर्ट दिस होइन, आई सपोर्ट दिस कज. किन भन्दाखेरि अकल्यान्ड सिटीमा त छैन नि त केही पनि, सिबिडीमा त केही पनि छैन नि त नेपाली स्टोर. अब त्यो फर्स्ट नै हो. इन्डियन स्टोरहरूमा अलिअलि नेपाली खानाहरू राख्छ होइन, अलिअलि स्पाइसेसहरू यताउति राख्छ, तर एउटा नेपाली स्टोर नै भनेर चाहिँ थिएन र एउटा खुलेको छ होइन. सबैजनाले वी निड टु एप्रिसिएट कि हामीसँग के छ क्या. हामीले अहिले त्यो अब म पनि यही सिटीमा नै बस्छु होइन, मलाई अहिले अब जस्ट 10 minutes वक आई क्यान गो टु नेपाली स्टोर. त्यही छ क्या, त्यही भने. अनि मैले चाहिँ यति भन्छु कि यस, आफ्नो नाम, आफ्नो त्यो लिग्यालिटीहरू के छ हजुरहरू सबैजनाको त्यो सकेसम्म चाहिँ दुईजनाकै बिचमा मिलाएको भए राम्रो होइन. अब मेबी हजुरहरूलाई मेबी दे आर डुइङ समथिङ रङ टु मी भन्ने दुवैजनालाई भयो होला होइन. म चाहिँ आई डोन्ट वान्ट टु टेक एनी वान साइड होइन. म बोल्ने भनेको आई स्पिक फर एभ्री वान. र एउटा कम्युनिटीमा एउटा नेपाली स्टोर आएको छ र आई विल रियली एप्रिसिएट इफ सबैजनाले गएर सपोर्ट गरिदिनुहोस्. किन भन्दाखेरि हामीलाई नै सजिलो हुने कुरा हो क्या त्यो. उहाँहरूको बिजनेस नेम यो त्यो भनेको हजुरलाई गएर चामल किन्ने बेलामा तपाईँलाई कहाँबाट लिएर आइस् भन्दाखेरि मैले यो ठाउँबाट लिएर आएको भनेर सोध्दैन क्या कसैले पनि खासै क्या. सामान राम्रो. अब तैँले त्यहाँबाट ल्याएको चामल मलाई खान्न भन्नु मिल्छ त? मिल्दैन. जस्ट हामीले भनेको चाहिँ वी निड टु सपोर्ट एभ्री अदर बिजनेस होइन. अनि स्पेसली मी आई डु सपोर्ट अल द बिजनेसेस, नेपाली बिजनेसेसहरू जो पनि हुनुहुन्छ अकल्यान्डमा होइन. आई रियली सपोर्ट इच एन्ड एभ्री वान अफ देम. र सबैजनाले इफ यु गाइज वान्ट टु प्रमोट योर ब्रान्ड, सेसन विथ मनदीप इज अलवेज ओपन. हजुरहरूलाई अब कसरी प्रमोसन गर्न सकिन्छ, हामीले चाहिँ के प्याकेजहरू अफर गर्छौँ त्यसको बारेमा बुझ्नु छ भने चाहिँ यु क्यान अलवेज सेन्ड मी अ डिएम और यु क्यान सेन्ड एन इमेल. अनि त्यसमा चाहिँ वी क्यान गो फर्दर डिस्कसन. अनि यस, द मेन थिङ इज म पनि अगाडि बढ्ने हो, मेरो सँगसँगै मैले अरूलाई पनि अगाडि लिएर जान्छु क्या. मैले सङ्गमलाई रिच आउट गरेको कारण त्यही हो क्या. मैले सङ्गमलाई भनेको यति एउटा कुरा थियो सुरुमा, दुईजनाले सँगै गरेर हेरौँ होइन, मेबी वी क्यान रिच मोर हाइट होइन, मेबी वी क्यान रिच मोर अडियन्स हो. त्यो भएर चाहिँ हामीले सुरु गरेको सो हो क्या यो. र अहिले अब वी आर अ टिम. अहिले चाहिँ अब हामीलाई टिममा काम गर्न पनि सजिलो छ. पहिला त थिएन नि त, एक्लै एक्लै गर्थ्यौँ नि त. इभन त दुईजना सँगै बसेर बोलेको पनि छैन क्या. त्यसरी कस्तो अप्ठ्यारो भएको थियो होइन फर्स्ट दिन हामीलाई. सुरुको एपिसोड त कस्तो अप्ठ्यारो भएको थियो, रमाइलो पनि भएको थियो. अनि अब अहिले त केही लाग्दैन, कम्फर्टेबल भइन्छ नि त, अहिले त केही लाग्दैन. सो यस, आजको हाम्रो एपिसोड चाहिँ हामी यहीँ नै फिनिस गर्छौँ. अलिकति त्यस्तै नै छ अहिले होइन. अनि बिजी चलिरहेको छ अलिकति. अब धेरै कुराको प्रिपरेसन चलिरहेको छ. अनि त्यसमा चाहिँ अब वी निड सपोर्ट फ्रम अल अफ यु होइन. हामीलाई चाहिँ नवाज अन्सरीको सोको लागि चाहिँ सबैजनाको सपोर्ट चाहिन्छ. अनि प्लिज डोन्ट फर्गेट टु ड्रप यर फेभरेट सङ फ्रम नवाज अन्सरी इन द कमेन्ट सेक्सन. अनि यस, विल बी ब्याक नेक्स्ट विक सन्डे यही टाइममा नै. एन्ड सबैजनालाई मैले भन्ने यति नै हो. Thank you so much. Video हेरिदिनु भएकोमा. Thank you so much. And we'll see you guys next week.